ल है त गाइस फाइनली भोलि चाहिँ के अरे भोलि सङ्क्रान्तिको लागि तरुल खुन्दैछ ओ आमा तरुल खुन्दैछ हेर्नुहोस् गाइस हैन मेरो भाइ कतिको निस्किँदैछ भाइ निस्किँदैछ सजिलै छ खुन्नु तरुल खुन्दैछन् है भोलि सङ्क्रान्ति हैन गाइस टक्क भोलिको लागि भोलि सङ्क्रान्ति माघे सङ्क्रान्ति हैन हजुर के निस्किँदैछ यहाँ रहेछ नि त तरुल त अनि आमामामा कहाँ थियो आमामामा तरुल खुन्ने मान्छेहरू हेरौँ हेलो तरुल खाँदैछु म आज भोलि माघे सङ्क्रान्ति हो माघे सङ्क्रान्ति तरुल निस्केको हेरौँ ओह मम्मी त्यहाँ हुनुहुन्छ तरुलको जिलिया यो चाहिँ सृष्टि यता को सृष्टि हो ल खै म खुन्छु कि दादाले पनि खन्नु थाल्नु भएको छ यता चाहिँ यो चाहिँ यता हेर्नु न इ मम्मी दादा बहिनी हेर्नुहोस् गाइस यता चाहिँ हाम्रो भाइ हाई हेलो गरिदिनुहोस् त यहाँ के गर्नुभएको आज ए कता निस्केछ तरुल माघे सङ्क्रान्तिको लागि कता निस्केछ ए खतरा खाले तरुल त यता पनि अर्को मान्छ तरुल निकै तल गयो धेरै तर होइन गाइरो चाहिँ गाइरो गयो इ त यो बोक्नु त यता पनि छ है यता पनि छ केटाकेटीले खन्ने भनेर खाने ए म खाल्डा त यत्रो छ त म यस्तै म त कम्मर पुग्छ मलाई यता लिने त यो छ अब यहाँ सबैभरि यहाँ जिली यो सेतोहरू अमी यहाँ उतापट्टि नै भरेको लागि टास्ता दिँदा कति यति रहेछ है यहाँ चाहिँ उताकोबाट उयो भन्छ तरुल के भन्छ अरे उता पनि यहाँ पनि तरुल खानालाई टास्नालाई के खानालाई साठी ल्याऊ एकछिन यो सुरुमा फोटो खिचौँ त्यहाँ बुवाले खिच्नु भन्नुभएको छ हेर्नु त यहाँ कतिको काटौँ अनि